आज चाहिँ हामी सबैजना हिल्स भिलमा रहेको मरुन्दा ड्याममा हाइकिङ जान लागिरहेका छौँ। सबैजनाले बिहान उठेर खानेकुराहरू रेडी बनाएर हामी चाहिँ ड्राइभमा निस्क्यौँ। हाम्रो ड्राइभ चाहिँ 1 घन्टा लगभग 1 घन्टा 15 मिनट जतिको थियो र हामी जाँदैछौँ। हाम्रो आन्टीले घरबाट बनाएर ल्याउनुभएको मिठो ब्रेकफास्ट खाएर हामीले सुरुवात गऱ्यौँ। सबैजनाले ब्रेकफास्ट गरेर यो ड्याममा फोटो खिच्ने भनेर गयौँ। यो ड्याम चाहिँ धेरै हल्को, लगभग 40 मिटर हल्को रहेछ र सबैजनाले पालो फोटो खिचेर अब त्यसपछि कता कता लुकआउट पोइन्ट छ भनेर त्यही हेर्दै बसिरहेका थियौँ। खोइ त अङ्कल आन्टी हो कार पार्कबाट 5 मिनट वाक गर्ने बित्तिकै यो झरना भेट्यौँ। झरना चाहिँ एकदमै विशाल थियो, तर हाम्रो यो रुखहरूले चोपेर भिडियोमा चाहिँ त्यति राम्रो नदेखिए तापनि आँखाबाट हेर्दा चाहिँ धेरै नै राम्रो थियो त्यो झरना। र अब हामी त्यहाँ एकछिन फोटो भिडियो खिचेर माथि ड्याममा जाने भनेर खुड्किलाको बाटो अलिकति हाइटमा छ त्यो ड्याम चाहिँ। खुड्किला रहेछ, माथि ड्याम छ। हामी ड्याममा जान यो खुड्किला चढिरहेछौँ। म चाहिँ सबभन्दा अगाडि छु, सबैजना पछाडि हुनुहुन्छ। पछाडिको ब्याकग्राउन्ड देखाउँछ है त, सबैजना चढ्दैछन्। सुनसुन भइहाल्छ उकालो चढ्दाखेरि। माथि ड्याम जानको लागि उकालो चढिसके पछाडि त्यो ड्याम किन बनाएको, कहिले बनाएको र के कारणले बनाएको भनेर इन्फर्मेसनहरू राखिरहेको थियो। यो माथि हाइटमा आइसके पछाडि ब्रिज रहेछ। ब्रिजबाट चाहिँ ड्यामको एकदमै राम्रो दृश्य देखिने रहेछ। हामी चाहिँ ब्रिजतिर जाँदैछौँ। सबैजना उफो कस्तो हेर्दैछ। म चाहिँ सबैभन्दा पछाडि भएको भएर ड्यामको भिडियो आइसकेको छैन। उफो कति राम्रो यो ड्याम हेर्दाखेरि ठ्याक्कै हामीलाई चाहिँ नेपालको रारातालको भिडियो जस्तै लाग्यो। निलो, सुन्दर, शान्त र विशाल, एकदमै राम्रो। आकाशको निलो रिफ्लेक्सन पनि तल पानीमा एकदमै राम्रोसँग देखिरहेको थियो। र अब हामी सबैतिरबाट सबै लुकआउटहरू हेर्दै घुम्न जाने भनेर अगाडि पुलबाट अगाडितिर लागेर गयौँ। फेरि यहाँको बोट बिरुवाहरू पनि एकदमै धेरै हरियो देखिरहेको थियो। अलि उच्च हिमालतिर पाइने रुखहरू हरियो गाढा रङको पातहरू भएको रुखहरूले गर्दा कस्तो राम्रो ठाउँ रहेछ है। हामीलाई त एकदमै मजा आउने यत्रो ठुलो ड्याम। बबाल छ। ल म सोध्छु है त कस्तो लागिरहेछ। अङ्कल तपाईँलाई कस्तो लागिरहेछ यहाँ हाइकिङ गर्दा? रमाइलो लागेको छ। छोरी दाइ साथीहरूसँग हिँड्न पाउँदाखेरि हो एकदम रमाइलो लागिरहेछ। अनि दामा मलाई त सर्वस्व लाग्यो। ड्याडी मम्मीलाई लिएर आउँदा होइन धेरै रमाइलो लागिरहेछ हो। अनि हाम्रो टोली कता गएको त? अनि आन्टीलाई कस्तो लागिरहेछ? धेरै रमाइलो लागिरहेछ। मलाई त धेरै ठुलो पाएको छु है। खुसी हुनुहुन्छ नि? घुमेर आइसक्यो। अहिले त यो ड्याम हेर्न आएको। ड्याम रमाइलो लाग्यो आन्टीलाई? रमाइलो लाग्यो। ल हाम्रो आजको के भन्ने हाइकिङ चाहिँ धेरै रमाइलो भइरहेछ सबैजनालाई रमाइलो, घाम पनि घमाइलो है। घाम पनि नजाडो न गर्मी है कति मजा है। हामी कहाँनिर छौँ? त्यहाँ छौँ जहाँबाट ड्याम चाहिँ धेरै राम्रो देखिने रहेछ। त्यहाँ आइपुग्यौँ। फोटो भिडियो खिच्नु पऱ्यो सबैजना पालो भन्दै गणेश दाइले फोटो भिडियो खिच्दै हुनुहुन्छ। हामी चाहिँ हेर्दैछौँ।
र सँगसँगै ड्याम पनि हेरेर मक्ख पर्दैछौँ आफ्नो फोनबाट खिच्दै पनि छौँ। अङ्कल आन्टीको फोटो खिच्ने पालो गणेश दाइले फोटो खिच्दै हुनुहुन्छ। फोटोग्राफर चाहिँ हाम्रो गणेश दाइ, दर्शकहरू उहाँ हुनुहुन्छ, सबैजना हेर्दै हुनुहुन्छ। कति अङ्कल मार्नु अङ्कल ल कति राम्रो डेस्टिनेसन पिकनिक एरिया त्यहाँ जान खोजिरहेको हामी अलिकति ओह्रालो ओह्रालो बाटो हुँदै पिकनिक एरियातिर लाग्यौँ गफ गर्दै। हजुर हेलो के गफ चल्दैछ? यो प्रकृतिको सुन्दरताको गफ बयान हामी सबैजना एक आपसमा कुरा गर्दै जङ्गल हेर्दै वरिपरि डाँडाहरू नेपालको जस्तै डाँडा काँडाहरू हेर्दै घुम्दै रमाइलो गर्दै एकअर्कासँग जिस्किँदै पिकनिक एरियातर्फ पुग्नै आँटिसक्यौँ अहिले चाहिँ हामी। ल यो त कति राम्रो ठाउँ बाफ्रे, हामी एकदमै धेरै मक्ख परेर धेरै राम्रो ठाउँमा आइएछु यसपालि हाइकिङ। हामीले सोचेको पनि थिएन यति राम्रो ठाउँ छ यहाँ भनेर, र हामीलाई एकदम नजिक पनि भयो, 1 घन्टामै घरबाट पुगिने ठाउँ। एकदमै खुसी लाग्यो यो ठाउँमा। ल यो कुन ठाउँमा रे? यो हाम्रो इको टनल। हामी यहाँ डुङ्गा मात्र नपुगेको, हामी यहाँ पर पुगिन्थ्यो। एकदम हृदय स्पर्शी छ। राम्रो छ। तिमीलाई के थप्नु छ? मलाई के भन्नु छ भन्दाखेरि यो प्रकृतिको सुन्दरताको बयान गरेर कुनै शब्दमा बयान गर्न नसकिने रहेछ। हाम्रो आज इको टनल हेर त कति राम्रो। हामी सबैजना यसरी मनमोहित भएर हेरेको आधी घन्टा भइसक्यो। यहाँ अझै बस्न मन लागिरहेछ। यो हर्ष उल्लासमा रमाउँदै हामी उहाँ दाजु रोइसक्नु भयो। खुसीको आँसु हो। बरबरी झरिरहेका छन्। अब पिकनिक एरियामा आइपुगेपछि हाम्रो गणेश दाइले ल्याउनु भएको फ्रुट स्यालेड हामीले एकदमै मिठो मानेर खायौँ। हामीले त्यहाँ फ्रुट स्यालेड खाएर अब चाहिँ अलिकति उकालो हिँड्नुपर्छ भनेर अलि हाफ बाटो जति चाहिँ फर्केर आएर माथि उकालो चढ्नको लागि गफ गर्दै कताबाट जाने भनेर गफ डिस्कस गर्दैछौँ। सबै घरमै छोडेर आएर एक्सपेरिमेन्ट हुँदैछ। तर अहिले आएको बाटो त होइन नयाँ बाटो। आउँदा हुन्छ त। कसो भेरी नाइस फन। उकालो चढ्दा एकदम गाह्रो भएर निद्रा लाग्यो, बसिरहेको छु। निद्रा लाग्यो, थकाइ लाग्यो, बस पग्लियो। ल कहाँ अब 1 टेक मात्रै आउँछ। भन नि त। उकालीमा पनि हजुर बाटो हुँदो रहेछ। यति नै हो कि ल भन न त। अब भन्नु न। अब हामीले हेन्डरसन हिल चाहिँ समिट गऱ्यौँ। गणेश दाले एकछिनमा त्यहाँ झन्डा गाडिदिनु हुन्छ, न त रुख रोप्दिनु रोप्दा नि हुन्छ। अब यहाँबाट हाम्रो नेक्स्ट प्लान के छ दामोदर? दामोदर नेक्स्ट प्लान के छ अब? नेक्स्ट प्लान के छ अब? अब यसो अब घरतिर लाग्ने। अब यहाँबाट घर जाने हो। ओके। अब रुट चाहिँ अघि हामीलाई यही बाटो उकालो जाने बेलामा एकदमै गाह्रो भएको थियो। अहिले ओह्रालो झर्ने बेला चाहिँ सबैजना आनन्दले गफ गर्दै रमाउँदै अब त सक्यो हाम्रो हाइक भनेर सबैजना खुसी हुँदै तल झर्दै हुनुहुन्छ। तल झरिसके पछाडि चाहिँ हामीले बिहान ब्रेकफास्ट गरेकै ठाउँमा गएर फेरि हाम्रो लास्ट खानेकुरा चटपटे त्यो चाहिँ मैले घरबाट रेडी बनाएर लिएर आएको छु। अब मिक्स गर्न मात्रै बाँकी छ। चटपटे मिक्स गरेर हामी खाएर चाहिँ घर जान्छौँ। बिहान यो क्याम्प ग्राउन्ड खाली थियो, हामी छिटै आइपुगेर पनि होला
अहिले चाहिँ कुनै पनि ठाउँ खाली थिएन, त्यही भएर हामी चाहिँ रुखमुनि ओह्रालो ठाउँमा बसेर चटपटे बनाएर खाएर घर जाने तयारी गर्दैछौँ। चियर्स! मिठो छ? एकदम 5 दिन बिना ल भेट्यो, धेरै खुसी लाग्यो अङ्कल आन्टीलाई। ल रमाइलो गर्नु, धेरै ठाउँ घुम्नु। बाई 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 बाई।